हेलो एभ्रिवान, वेलकम टु माई भ्लग। आज चाहिँ माघ 25 गते हाम्रो फर्स्ट एनिभर्सरी रहेको छ। आजको दिन हामी 2/1 भएको दिन हो। मसँग चाहिँ बिहेको भिडियोहरू थियो, त्यो भिडियो क्लिपलाई मैले एड गरेर सानो मिठो भ्लग बनाएको छु। आशा छ हजुरहरूलाई यो भ्लग मन पर्नेछ। मलाई चाहिँ उहाँले जन्ती लिएर लिन आइसक्नुभयो, हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो दिदी र सानो भदैनीले चाहिँ उहाँलाई लिन जानुपर्ने थियो अनि उहाँलाई लिएर आइसक्नुभयो। अनि त्यसपछि चाहिँ यहाँ एकदम रमाइलो भइरहेछ, हेर्न सक्नुहुन्छ। अनि त्यसपछि मेरो एन्ट्री भयो। यति धेरै नर्भस थिएँ यो टाइममा। म के भइरहेछ भन्ने नै सोच्न सकिरहेको थिइनँ कि मैले चाहिँ। यो चाहिँ स्वयंवरको टाइम हो, वरमालाको टाइम। हामी चाहिँ यति दुईजना यति धेरै नर्भस भइरहेको थियौँ कि के गर्ने नै थाहा थिएन कि। हामी दुईजनालाई के भइरहेको छ भन्ने नै थाहा थिएन कि। यो चाहिँ मेरो मम्मी बुवाले हामी दुईजनाको घोडा धोएर पानी खानुभएको हो। यो चाहिँ हाम्रो हिन्दू कल्चर अनुसार चाहिँ सबैको यस्तै हुन्छ। मम्मी बुवाले आफ्नो आफन्तहरूले चाहिँ घोडा धोएर पानी खान्छन्। हेर्नु होला, उहाँहरू चाहिँ मेरो मम्मी बुवा, मलाई जन्म दिने मेरो प्राणभन्दा प्यारो मम्मी बुवा हुनुहुन्छ उहाँहरू चाहिँ। त्यसपछि चाहिँ हाम्रो कन्यादानतर्फ लाग्यो। यो चाहिँ केटीको तर्फबाट चाहिँ कन्यादान दिने चलन छ हाम्रो हिन्दू धर्म अनुसार चाहिँ। त्यसपछि चाहिँ हाम्रो यो लगनको पोते लगाउने टाइम भयो। त्यसपछि चाहिँ उहाँले मलाई लगनको पोते लगाइदिनु भयो। त्यसपछि यसलाई चाहिँ लगनगाठो भन्छौँ। यो लगनगाठो हो। त्यसपछि हाम्रो खाने टाइम भयो। हामी दुईजना चाहिँ खाँदै लजाउँदै गर्दैछौँ। त्यसपछि चाहिँ हाम्रो मण्डपमा बस्ने टाइम आयो। यो चाहिँ मण्डपमा बसेर उहाँ पण्डितज्यूले जे भन्नुभयो त्यही गर्नुपर्छ। त्यसपछि चाहिँ हाम्रो सिन्दुर लगाउनेतर्फ लाग्यौँ। यो चाहिँ हाम्रो माइती पक्षले सिन्दुर लगाएको हेर्नु हुँदैन। त्यसपछि चाहिँ यो बोकेर एक साइडबाट अर्को साइडतिर राख्नुपर्ने, यसलाई के भन्छ मलाई खासै ठ्याक्कै चाहिँ थाहा भएन। त्यसपछि मैले चाहिँ उहाँलाई समातेर बस्नु भन्नुपर्ने रहेछ। अनि त्यसपछि चाहिँ हाम्रो यो जुठो खाने चलन छ। मैले जितेँ यसमा चाहिँ। यसलाई चाहिँ मलाई ठ्याक्कै दिमागमा आएन के भन्छ भनेर, तर त्यो चाहिँ बुला पक्षीले जित्नु भएको थियो। अनि मेरो सानो नानीले चाहिँ जुत्ता लुकाएको थियो मेरो बदैनीले। त्यो चाहिँ हिन्दू धर्म अनुसार चाहिँ साडीले जुत्ता लुकाउँछन् अनि पछि फिर्ता दिन्छन्। अनि हाम्रो त्यसपछि चाहिँ हाम्रो बिदाई कार्यक्रम सुरु भयो। मेरो माइती पक्षले चाहिँ मलाई बिदाई गरेर पठाउनु भयो। त्यसपछि चाहिँ हाम्रो यहाँ घर अगाडि मन्दिर छ। त्यो मन्दिरमा मलाई भित्राएर अनि त्यहाँ पूजा गर्न लगाउनु भयो।
त्यसपछि म घरभित्र भित्रिएँ अनि हामीले सासू बुहारीले गर्नुपर्ने सब रीतिरिवाज चाहिँ गरेर हामीले कपाल पनि जुधाउनु पर्ने रहेछ, त्यो पनि गर्यो। हेर्न सक्नुहुन्छ हजुरहरूले। अनि हामीले हाम्रो हजुरबा हजुरआमा मम्मी ड्याडी आफूभन्दा ठुलो मान्छेसँग आशीर्वाद लियौँ। यति भन्दै मेरो भ्लग चाहिँ यही सकिन्छ। ओके बाई, सी यू सुन।